मर्निङ एभ्रिवान, के छ हालखबर? म चाहिँ अहिले मार्केटमा आएको अवस्था छ। यहाँको मार्केटहरू यस्तो छ है। यो डेरा चाहिँ पछाडिको हाम्रो चाहिँ पहिला हामी माथि बस्ने डेरा, यो पहिला हामी बसेको आजभन्दा 2-3 वर्ष अगाडि माथि बस्या यही हो। अनि आलु मार्केटहरू छ, सब छ साथीहरू। ल चलो भिडियो गराउँछु त, थाहा छैन र गरी। यहाँ चाहिँ खसी कटिङ हुन्छ, यतातिर खसीहरू कटिङ मार्केट छ। यतातिर मुर्गा मार्केट छ। यहाँ मुर्गा छन्, घच काटिरहेछन् मुर्गाहरू। यहाँ चाहिँ मुर्गा कटिङ भइरहेको छ। यतातिर माछा मार्केट छ। यो के छ भैया? ओ यतातिर यसो अलिअलि रुपियाँ पनि माग्नु पऱ्यो क्या, उठाउनु पऱ्यो। सन्डेको भने यहाँ राजु दा कि दाउ टका 50 टाका एकदम घुरे आएको छ। माछा मार्केट देखाउँछु है त म। यस्तो छ कि हाम्रो यहाँको माछा मार्केट कस्तो छ देखाउनु। यस्तो छ यहाँ माछाहरू। यो खुनवाला भिडियो देखायो भने फेरि आइडीलाई सस्पेन्ड के भन्छ हान्देला यार। यस्तो छ माछा मार्केटहरू। यहाँको माछा सिद्धिन लाग्छ, अहिले त ढिलो भइगयो त नि। ठिक छ बाबु, বাড়ি গিয়েছিলাম। माछाहरूको म चाहिँ यसो देखाइदिए मात्रै हो साथीहरू। यस्तो माछाहरू हुन्छन् भन्न भाउ मूल्य तुल्य सोध्ने कामै छैन यहाँ। यस्तो छ क्या, यहाँ सिद्धिसक्यो रहेछ। यस्तो छ, यस्तो माछाहरू छन् यहाँ। अब यताबाट गरेर उताबाट फेरि फर्केर आएर ल पैसा माग्नुपर्छ, रुपियाँ उठाउनु पर्छ। यिनीहरूले त दिँदैन पैसा। अनि नाङ्गाहरू सरम छैन, केही छैन। जाति पाए हुन्थ्यो कुकुर जस्तो लाग्यो। यो सब मार्केट हो यहाँको। अनि यो नास्ता हो, यो मेरो बिहानको नास्ता। यस्तो छ बङ्गालमाथि। अब यसमा ट्याक्क पानी हालेर कि बेगनी दिले न कुम्रो दिले? कुम्रो। ल सोसा दाउ, सोसा काटेर काँक्रा हाल्न बताउनु पऱ्यो क्या। अनि पानी हालेर जाम खाने। यस्तो छ यो सब्जी मार्केट त। मर्निङ साथीहरू, म चाहिँ अहिले यसो बङ्गालको एउटा गाउँको सब्जी मार्केटमा छु। यहाँ चाहिँ यस्तो सब्जी व्यवसायहरू यतातिर हुन्छ। यतातिर फेरि नास्ताको छ, यतातिर सब्जीको छ। यहाँ चाहिँ अहिले हाम्रो नेपालमा जसरी उठाइराखन् नि सब्जीवालालाई धरपकड गर्ने, कहाँ के त्यस्तो भयो भने यहाँ के हुन्छ थाहा छ? पब्लिकेर मार केवटा तल पाड। यो भने बङ्गाली जसले बुझ्छ उसलाई थाहा छ। पब्लिकले फेरि धुलाइ राम्रोसँग गरिहाल्छ नि यहाँ यसरी उठाउने भने। पहिला रोजगार दिनु पऱ्यो अनि मात्रै उठाउनु पऱ्यो भन्ने मान्यता छ यहाँ। त्यसो भए हुनाले अहिले चाहिँ म अब सब्जी मार्केट पनि यस्तो गर्मी छ कि के हाल छ। खासमै गर्मी छ यार। यस्तो चक्कर लागेर मान्छे ढल्ने काम हो यस्तो गर्मीमा त। भयङ्कर खतरा गर्मी छ। अब रे बङ्गालमा बहुत गर्मी छ। नेपालमा कस्तो छ साथीहरू, अरू ठाउँमा कस्तो छ यसो कमेन्ट गर्नु होला है त। र जतिजना साथीहरूले यसो भिडियोहरू हेर्नुहुन्छ प्लिज सबैले चाहिँ यसो मेरो आइडीलाई फलो पनि गर्नु होला। र यो भिडियो म युट्युबमा पनि हाल्छु, युट्युबलाई पनि सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु साथीहरू। छतमा यहाँ यसरी पानी हालेर गर्मीले पुरा हालत खराब भएर छतमा पानी हालिराखेको अवस्था छ। हेलो साथीहरू, गाह्रो छ जिन्दगी चलाउन, बहुत गाह्रो। यस्तै ठाउँमा हो ड्युटी सिटी पुग्ने राति। यो ट्रेन उताबाट आइरहेको छ, रेलगेट छ यहाँनिर। ल साथीहरू, भिडियो लिएर सबै साथीहरू, म चाहिँ अहिले हाम्रो रुममा आइसकेको छु। रुम यही हो हाम्रो, माथिल्लो 2 तलामा छ। यस्तो छ यहाँको मौसम। रुखहरू यस्तो छ र पनि आमको रुख छ, तर पनि गर्मी बस्ने छ क्या। बहुत तगडा गर्मी छ हो, बहुत तगडा गर्मी छ। यस्तो छ पसिना तप पसिना बग्छन्। ल साथीहरूले सबैले चाहिँ साथ सपोर्टहरू चाहिँ यसरी जसरी राख्नु भएको छ त्यसरी जारी राख्नु होला साथीहरू भन्दै अब भिडियोलाई अन्त्य गरौँ है त। हस् त, धन्यवाद। अर्को भिडियोको लागि प्रतीक्षा गर्नु होला।